नेपालीले नेपालीलाई नै हेर्छ झन् यो हातको यो रातोहरू के हो यो रातो यो औँला रातोहरू यो औँला यो रातोहरू सोच विचार काम गर्ने पिडेको थियो त्यसमा चाहिँ त्यतिकै हावाको भरमा होला दुःख छ त्यो घाउ चाहिँ के घाउ हो यो नि सुत्दा 3 बजे सुत्नु भने 6 बजे उठ्नु गर्ने त्यसको तीनटा छोराछोरी छ त्यो छोराछोरी जब सुत्छ मन तब सुत्नु भने त्यही भएर चाहिँ तपाईहरुले विचार गर्नु होला सबैले चाहिँ काम आउनु पर्छ विदेशमा यो काम भएन भने उठ्यो अनि फेरि अनि गराउँदै त्यसो भए के हुँदैन थिएन त्यो भएर मान्छे महिला सबैलाई त्यस्तै हो विदेशमा चाहिँ हैन सबै घरतिर त्यो हातको त्यो घाउ काम गरेर भएको बस विचार गरेर त्यो हातको चाहिँ के हो कि यो हातको घाउ चाहिँ यो 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 हेर्नु है पुरै कोल्डी काम गर्दाखेरि ग्लोभ्स पनि नलगा भन्थ्यो मलाई त त्यो हात नेपाल गएर काट्नु भन्थ्यो मलाई त त्यो साउन्डले त कोल्डी ग्लोभ नलगाएर नेपाल गएर त्यो हात काटारे यात्रा पनि एउटा तरिका हुन्छ क्या सीमा नाग्यो कि यात्राको यो त लट्ठीले कुटेको लट्ठीले कुटेको यहाँ कुटेको छ टाउकोमा कुटेको छ टाउको दुखेको अब हस्पिटल जानुपर्छ पहिला सुरुमा हस्पिटल जाने हस्पिटलबाट सबै रिपोर्टहरू निकाल्ने हो त्यसपछि मात्रै जाहेरीमा अगाडि बढ्ने हो क्या सुन्नु दि नरु 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 अब अहिले नरुनुहोस् तपाईँको जति टाउको दुखेको छ नि तपाईँले के बुझ्नु भने तपाईँले पठाउने दलाल छ नि तपाईँको पठाउने दलाल पनि राम्रोसँग भेटिसकेको छ नेपालमा अब उसले हुनुपर्ने कारबाही अगाडि बढाउँछ फेरि कसैले केही गर्दैन कि जसलाई दुःख पर्छ त्यही भएर चाहिँ विचार गर्नु सबैले घरबाट हिँड्दा महिलाले के काम गर्ने उसमा आएको भए कस्तो हुन्थ्यो होला है काम गर्ने ड्रेसमा आएको भयो क्या काम गर्ने ड्रेसमा तल जुन हाम्रो रातो बहिनी थियो नि उसलाई के भन्थ्यो तेरो बहिनीको लागि झगड गर्ने तल हाम्रो राधा बहिनी हुनुहुन्छ नि उहाँलाई त हिजो तेरो आमा एयरपोर्ट गयो भनेर थर्काएको अरे फेरि आइज त कहाँ छस् भनेर फोन गरेर चौकीमा गएर उसले झगड गर्दैछ फेरि त्यो मान्छे बोलाउनु किनभने तारिकमा छ मान्छे तल 14 दिन तारिक दिएको छ तल 14 दिनमा तपाईँको दिनको 10 रुपियाँ भाडा पर्छ अरे